नानी हो है हजुर नानी नमस्ते गर्नु अब भेलोर गयो भने चाहिँ को जाने अब डक्टरले चाहिँ भन्नुहुँदैछ अब हुने चान्सेस छ भन्नुहुँदैछ फिलहाल चाहिँ सर एकजना सुनिल एकपल्ट गरेको छ भेलोरमा गरेको छ त्यस्तो जान्छ नि हेरिदिन्छ उहाँहरूको नम्बरहरू दिनु होइन त्यहाँदेखि कार्डहरू के बनाउनु लागि एकजना मान्छे किनभने त्यो सिस्टम चाहिँ अस्पताल नि त्यो बटनको छ है फेरि त्यहाँ छ अहिले चाहिँ अनि मैले सुन्दा चाहिँ एक हप्ता चाहिँ क्या त्यो भाका टिप्नु हजुर भाका टिप्नु एक हप्ता बादमा त त्यहाँ आफूलाई नि हजुर याद भइहाल्छ नि अब चङ्को भइहाल्छ कुन चाहिँपट्टि जानुपर्ने मेरो नानी कहाँ छ कुन फ्लोरमा हो एटलिस्ट फर्स्ट जाने बेलामा चाहिँ अब सर हाम्रो भानी हुन्छ नि रागमा भानी छ कि अस्ति गयो मिसनको छ नानी पनि उठाउनु पर्छ अब यो बेलामा चाहिँ उसले पढ्दै गरेको हुनुपर्ने भयो हेर्नु नि अब त्यो जग्गामा पुर्याउन कति वर्ष हो? अहिले ऊ 14 पुरा पुगेर अब 26 तारिक पढ्न टेक्छ अन्त पढ्दा पढ्दै हिँड्दै नै 23 को डिसेम्बरदेखि चाहिँ ऊ पुरै लक भएछ नभए त ऊ त यहाँबाट उहाँ भानेश्वरको घरको ओडदोड गरिरहेको नानी त जुन यो हेलिङ क्याम्प आयो नि ऊ यो जग्गामा पुऱ्याएपछि चाहिँ जाति हुन्छ भन्नुभयो सरले त्यहाँनिर पुरा उसलाई महसुस बेसी भयो दुइटै खुट्टाहरू परक भयो सुन्नेर 3 रात 4 रात सुन पाएन रोएर रातभरि जागृत बसे त्यसो गरेर उसलाई त लानु त्यो ठाउँ लगेँ मैले तर दबाई नै पाएन उसको लागि चाहिँ दबाई नै छैन भनेको अन्त 21 दिन मैले सोकेथाङमा नि एडमिट गरेको उसलाई राखेर भिडियो सिडियोहरू पनि गरेको त्यो भएर चाहिँ अब बिमार पुरै लम्बेर गयो उसलाई जग्गामा पुर्याउन सकिनँ अब हाम्रो पनि क्षमता यस्तै छ आउने आयस्ता नभएपछि यस्तै हुँदो रहेछ अन्त उहाँ भाइले चाहिँ अब डकुमेन्ट्स पुर्याउनेमा नै हुनुहुन्छ अब नानी छोडेर म जान सकिनँ त्यसले गर्दाखेरि चाहिँ अब उहाँले चाहिँ यति चाहिँ गरिदिनु भयो होइन अब के छ भने नि अब हाम्रो हेल्थ कोअर्डिनेटर भनेर एपोइन्ट भएको छ होइन अन्त मुख्यमन्त्री साहबले पनि अब एमएलए साहब नभएको ठाउँमा हेल्थ कोअर्डिनेटर पुगोस् र गरिदुखी कहाँ के अब कोही सिरियस बिमार छ भने लाने भन्ने छ होइन अन्त अहिले डक्टर सुरज होइन डक्टर सुरजसँग डक्टर सुरज सिएमओको डक्टर हो उहाँले अब हप्तादिनमा गरिदिन्छ लिएर गरिदिन्छ अब तपाईँहरू चाहिँ यहाँबाट जाने चाहिँ अब मिलाउनु पर्छ होइन ठुलो हस्पिटल दबाई पानी हुन्छ के हो कसो जान सकोस् भन्ने चाहिँ मलाई त्यहाँसम्म चाहिँ छ नानी सानो नानीहरू अलिकति एक्सर्साइज जरुरी छ है हेरेरै पढेर अनि कसरी चाहिँ त्यो भयो अन्त स्कुलबाटै नै अचानक मलाई फोन आउँदाखेरि चाहिँ नानीले बिहान कहिले भन्दैन पनि थियो मलाई दुख्दैन पनि थियो उसलाई बेला बेला चाहिँ उसरी हिँड्दा हिँड्दै पुग्लुकै लड्थ्यो अब हामीले गएर उठाउँथ्यौँ ऊ जबरजस्ती उठ्थ्यो त्यसो गर्दै गर्दै उसलाई चाहिँ अब दिन दिनै नसाले साह्रो पारेको छ स्कुलमा गएर चाहिँ अब सिँढीबाट भित्र क्लासमा पस्नु नसकेर चाहिँ सरले 2 पल्ट चाहिँ पुगेर लानुभएछ 3 पालीको बेलामा चाहिँ मलाई फोन गरेर बोलाउनु भयो नानी तल सिँढीमै अनि उसले चाहिँ भिडियो गरेर राख्नुभएछ मैले पताउँदिनँ भनेर अन्त यहाँ हेर्नुहोस् तपाईँको नानी यस्तो यस्तो भएको रहेछ नानीले घरमा तपाईँलाई केही भन्दैन भनेर सर भनेको छैन भने त्यहाँदेखि सरले मलाई छुट्टी दिनुभयो नानीको राम्रो ट्रिटमेन्ट गर्नु तपाईँले नानीलाई म यहाँबाट स्कुलबाट छुट्टी दिन्छु पढाइ राम्रो थियो नानी अचानक के भयो भनेपछि 25-30 वर्षको उमेरमा नानी कम्मरदेखि गिर्नु पऱ्यो भने कस्तो हुन्छ अहिले नै तपाईँले छिटोभन्दा छिटो ट्रिटमेन्ट गर्नुहोस् भनेर उहाँले छुट्टी दिनुभएको मलाई त्यहाँदेखि मैले तार सिन्ताम लगेँ सिन्ताममा त उपाय लागेन मलाई रेफर पठायो माथि सोकेताङ लगेर चाहिँ माथिल्लो एसटिएनएम थियो त्यतिखेर त्यहाँ लगेर पनि ट्रिटमेन्ट नानीको ट्रिटमेन्ट यहाँ छैन भन्यो त्यहाँदेखि 5-6 जना डक्टरहरू बसेर हेऱ्यो त्यहाँदेखि दिल्ली पठायो दिल्लीमा नि हामीले 18-19 दिनको दिनमा उहाँहरू भानेश्वरले सबै कुराहरू यताउता मिलाएर एम्समा पठायो नि 3 पल्ट गयो एकै वर्षमा 3 पल्ट गएको हामी सबै उसको टेस्टहरू रिपोर्टहरू राम्रो आयो तर उसको चाहिँ दबाई नै छैन यहाँ भन्यो उहाँबाट पनि त्यसै भन्यो हजुर त्यसै भन्यो अनि 1 वर्षमा ल्याउनु भनेको थियो ल्याउनु र लानुको लागि खर्च कम त लाग्दैन त्यहाँदेखि मैले लानु पनि छोडेँ 3 पल्ट त मैले लगेँ अनि
अब कति दुःख गरेर पठाउनु भने उहाँले अब सबै आफ्नो साका सन्तान फ्यामिलीबाट यताउता गरेर हामीले लगेको जाने चाहिँ त्यसो भएर चाहिँ यस्तो भएको छ मेरो चाहिँ हालत चाहिँ कलकत्ता पनि लग्यो हामीले कलकत्तामा त झन् साह्रो दबाई नै छैन सहायता लिनुहोस् ल अन्त कहिले हुन्छ अब के भन्छ मलाई उयो गरिदिनु न फोन गर्नु त्यति बेला हुन्छ होइन बेलुर बेलुका भयो सिएम साहबको तर्फबाट गर्नुहुन्छ अब यो प्रोग्राम छ र त सिएम साहबको प्रोग्राम छ र त गरिब दुःखीलाई हेल्प गर्दैछ नभए त कहाँ चालै पाउँदैन को के हो एमएलएले जति दियो त्यति नै हुन्थ्यो पहिला त त्यस्तो हुन्थेन भेलोरमा पनि त्यो ओएसडीको नम्बर चाहिँ उहाँलाई दिएन होइन रेफरहरू त सब निक्लिसक्यो होइन रेफर त सब पहिले 2020 निक्लिसक्यो अब एसिस्टेन्ट उहाँहरू चाहिँ सर अब अलिक नसकेर चाहिँ यो काम गर्दै दुईजना त मात्रै होइन तिनजना चाहिँ जान्छ होइन किन एकजनाको खाना पनि पकाउनु पऱ्यो साथी हस्पिटलमा खोज्ने त हुनु पऱ्यो तपाईँ बस्यो भने त एकजना हस्पिटलमा पुग्नु अनि कि भाइ अस्ति त्यो भाइ जान्छ उसलाई त भेउ छ भने नि सबै त्यहाँ हस्पिटल भेउ भएको मान्छेलाई लानु ऊ चाहिँ अब झन्डै 2 वर्ष जस्तो बसेको हुन्छ बाउको किडनी चेन्ज गरेर त्यसमा त ऊ एकदमै ठिक मान्छे रहेछ नि होइन भेउ भएको त्यसैको सँगै त्यसै के भन्नु कति हुन्छ त ए यो भाइ ल आमाहरूको दुःख ल तपाईँको त बुझ्छ होला है हुन्छ जाति हुनु पऱ्यो नहुनु पऱ्यो फेरि पढ्नुपर्छ